नमस्कार साथीहरू, जीवनसँग युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आजको बसाइमा अथवा आजको यस भिडियोमा हामीले दैनिक जीवनमा प्रयोग हुने भर्बहरू र ती भर्बहरूलाई प्रयोग गरेर कसरी चाहिँ हामी सेन्टेन्स बनाएर कुराकानी गर्छौँ र हामीले दैनिक जीवनमा गरिने कुराकानीहरूलाई कसरी चाहिँ हामीले इङ्ग्लिसमा बोल्छौँ। अनि दैनिक जीवनमा अथवा हामीले दैनिक दिनभरि अथवा हामीले बिहानदेखि बेलुकासम्म गरिने कुराकानीहरूलाई इङ्ग्लिस अनुवाद कसरी गर्न सक्छौँ, इङ्ग्लिसमा कसरी बोल्न सक्छौँ भनेर सजिलो टिप्सहरू लिएर आएका छौँ र पक्का पनि आशा छ यो भिडियो हेरेर तपाईँहरूलाई सहयोगी पुग्नेछ। र यस्ता किसिमका भिडियोहरू पाउनको लागि यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला र सब्सक्राइब गरेर नजिकैको बेल आइकनमा थिच्नुहोला र अल अप्सनमा क्लिक गर्न पनि नबिर्सिनुहोला, जसले गर्दा यस च्यानलमा अपलोड भएका भिडियोहरू तपाईँले सजिलै प्राप्त गर्न सक्नुहुनेछ र नोटिफिकेसन पाउनुहुनेछ। आउनुहोस् आजको कुराकानीहरू सुरु गरौँ। कृपया 1 कप चिया ल्याउनुहोस्। यसमा ब्रिङ भन्ने भर्ब प्रयोग भएको छ। यो ब्रिङ भन्ने भर्ब ल्याउनुहोस् हैन, यस्तो ल्याउनुहोस् अथवा एउटा चेयर ल्याउनुहोस्, एउटा कप चिया ल्याउनुहोस् अथवा यस्तो ल्याउनुहोस्, कुनै कुरा ल्याउनु भनेर अर्डर गर्नु पर्यो अथवा कसैलाई भन्नु पर्यो भने हामीले ब्रिङ भन्ने भर्बको युज गर्छौँ। कृपया 1 कप चिया ल्याउनुहोस्। ब्रिङ अ कप अफ टी। ब्रिङ अ कप अफ टी। कृपया एउटा कुर्सी ल्याउनुहोस्। ब्रिङ अ चेयर। त्यसै गरेर तपाईहरुले यो ब्रिङ भन्ने वर्ड अथवा ब्रिङ भन्ने भर्ब युज गरेर धेरैवटा सेन्टेन्स बनाउन सक्नुहुन्छ। ब्रिङ द्याट पेन। त्यो कलम ल्याऊ अथवा त्यो कलम ल्याउनुहोस् भनेर अन्यत्र पनि हामीले ब्रिङ भन्ने वर्डलाई चाहिँ युज गरेर विभिन्न किसिमका सेन्टेन्सहरू बनाउन सक्छौँ। चाँडै गर। कसैलाई चाँडै गर अथवा हतार गर अथवा कुनै काम गरिरहेको छ भने त्यसलाई स्पिडली गर भन्नु पर्यो भने हरी अफ, बी क्विक। चाँडै गर, हरी अफ, बी क्विक भनेर युज गर्न सक्छौँ। क्विक भन्ने वर्डको मिनिङ हुन्छ चाँडो। हरी अफ भन्यो भने चाँडै गर भनेको मिनिङ हुन्छ। तिमीले बोलायौ भनेर कसैलाई सोध्नु पर्यो। तिमीले बोलायौ? डिड यु कल? तिमीले बोलाएको हो त मलाई भनेर कन्फर्म गर्नु पर्यो भने डिड यु कल? डिड यु कल? तिमीले बोलायौ? मैले तिमीलाई 2 पटक बोलाइसकेँ भन्नु पर्यो भने आई कल यु ट्वाइस। आई कल यु ट्वाइस। मैले तिमीलाई 2 पटक बोलाइसकेँ। ट्वाइस भनेको 2 टाइम्स। कल भनेको बोलाउनु है। ल कल भनेको बोलाउनु, कल भनेको पास्ट, कलको पास्ट फर्म बोलाइसकेँ हैन। मैले बोलाइसकेँ कि पहिले नै मैले बोलाइसकेँ। म बोलाउँछु हैन, म बोलाइसकेँ। मैले तिमीलाई 2 पटक बोलाइसकेँ। आई कल यु ट्वाइस। आई कल यु ट्वाइस। केही खास कुरा थियो, कसैलाई आफ्नो केही कुरा विशेष कुरा थियो अथवा खास कुरा केही थियो भनेर सोध्नु पर्दा वाज देयर एनिथिङ स्पेशल? वाज देयर एनिथिङ स्पेशल? केही खास कुरा थियो? वाज देयर एनिथिङ स्पेशल? है, यसरी चाहिँ हामीले केही खास कुरा थियो कि भनेर सोध्न सक्छौँ। वाज देयर एनिथिङ स्पेशल? कुनै खास कारण छ भनेर सोध्नु पर्दा इज देयर एनी स्पेशल रिजन? स्पेशल भनेको खास, कारण भनेको रिजन। कुनै कारण, कुनै खास कारण छ अथवा कुनै खास कारण थियो कि भनेर सोध्दा इज देयर एनी स्पेशल रिजन? इज देयर एनी स्पेशल रिजन भनेर भन्न सक्छौँ। छिट्टै आऊ, कसैलाई चाहिँ चाँडो आऊ, छिटो आऊ भन्नु पर्दा कम फास्ट। कम फास्ट, छिट्टै आऊ। सजिलोसँग आऊ, छिटो आऊ तर सजिलोसँग आऊ अथवा आऊ सजिलोसँग आऊ भन्नु पर्दा कम विथ इज। कम विथ इज। दुध फाट्यो अथवा किचनमा भएको दुध बिग्रियो हैन भन्नु पर्यो भने द मिल्क कर्डल्ड। द मिल्क कर्ड।
द मिल्क वाज गन ब्याड, दुध फाट्यो, द मिल्क कर्ड है। कर्ड भनेको दही, कडल भन्यो भने दुध फाट्यो, फाट्यो भने अभियसली दही जस्तो हुन्छ होइन, त्यसकारण द मिल्क हाइज गन ब्याड भन्नुपर्दा दुध फाट्यो होइन। दुध फाट्योलाई चाहिँ इङ्ग्लिसमा भन्नुपर्दा द मिल्क कर्ड। यो त असम्भव छ, कुनै असम्भव कुरालाई यो त असम्भव छ भन्नु पऱ्यो भने होइन, यो पोसिबलै छैन भन्नु पऱ्यो भने इट इज इम्पोसिबल, इट इज इम्पोसिबल, यो त असम्भव छ, इट इज इम्पोसिबल। तिमीले बिर्स्यौ, कसैले आफूले भनेको कुरा बिर्स्यौ भनेर सोध्नु पर्दा डिड यु फर्गेट होइन, यो तिमीले बिर्स्यौ अथवा तिमीले बिर्स्यौ होइन। भुलेको कुरालाई चाहिँ कसैलाई सोध्नु पर्दा डिड यु फर्गेट, तिमीले बिर्स्यौ। हे भगवान् होइन, कुनै आपत पर्यो अथवा केही कुरा चाहिँ अब अनएक्सपेक्टेड भयो, त्यस्तो बेला हामीले हे भगवान् भन्ने गर्छौँ होइन। त्यस्तो कुरालाई इङ्ग्लिसमा चाहिँ ओ गड, ओ गड माई गडेस, ओ गड माई गडेस, हे भगवान्। तुरुन्त जाऊ अथवा जा भन्नु पर्यो भने कसैलाई तुरुन्त जा अथवा तुरुन्त जाऊ भन्नुपर्दा गो इमिडिएटली, गो इमिडिएटली, तुरुन्त जाऊ, गो इमिडिएटली। सजिलोसँग जाऊ भन्नुपर्दा गो विथ इज, गो विथ इज, सजिलोसँग जाऊ अथवा सजिलोसँग जा। म उनको विचारलाई समर्थन गर्छु, आई एम विथ हर ओपिनियन, आई एम विथ हर ओपिनियन, ओपिनियन भनेको विचार है, ओपिनियन भनेको विचार। म उनको विचारलाई समर्थन गर्छु अथवा म उनको विचारसँग छु, आई एम विथ हर ओपिनियन, आई गो विथ हर ओपिनियन। जसरी पनि हामीले उनको विचारलाई समर्थन गर्छु भन्ने मिनिङ दिन्छ। आई गो विथ हर ओपिनियन, आई एम विथ हर ओपिनियन। त्यस्तै गरेर साइड हट, साइड लाग अथवा पछाडि हट, बाटो छोड भन्नु पर्यो भने मुभ असाइड, मुभ ब्याक, मुभ असाइड, मुभ ब्याक, पछाडि हट। यो टेबलमा राख भन्नु पर्यो भने कुनै सामान अथवा कुनै वस्तु टेबलमा राख भन्नुपर्दा पुट इट अन द टेबल, पुट इट अन द टेबल। पुट भनेको राख्नु है, राख भनेर कसैलाई अराइयो भने पुट इट अन द टेबल अथवा पुट इट अन द फ्लोर, पुट इट अन द बेड होइन, पुट इट अन द ऱ्याक। यसरी हामीले चाहिँ पुटलाई विभिन्न ठाउँमा युज गर्न सक्छौँ। पुट भनेको राख्नु है, पुट भनेको एउटा वर्ब हो जसले चाहिँ राख्नु मिनिङ दिन्छ इङ्ग्लिसमा। यो टेबलमा राख भन्नुपर्दा पुट इट अन द टेबल। किताब टेबलमा राख भन्नु पर्यो भने अथवा कुनै कुरालाई पनि तपाईँले त्यहाँनिर बुकको ठाउँमा अरू युज गर्न सक्नुहुन्छ, पुट द बुक अन द टेबल। किताबलाई टेबलमा राख अथवा किताब टेबलमा राख भन्नुपर्दा पुट द टेबल अन द, पुट द बुक अन द टेबल, पुट द बुक अन द टेबल। पुट द पेन अन द टेबल, पुट द ग्लास अन द टेबल। जसरी पनि भन्न सक्नुहुन्छ है। पुट द ब्याग अन द टेबल। म तिम्रो समस्यालाई बुझ्छु, अरूको समस्यालाई म बुझ्न सक्छु अथवा बुझ्छु भन्नुपर्दा आई क्यान अन्डरस्ट्यान्ड योर प्रब्लम अर डिफिकल्टी, आई क्यान अन्डरस्ट्यान्ड योर डिफिकल्टी भन्नु र आई क्यान अन्डरस्ट्यान्ड योर प्रब्लम भन्नु म तिम्रो समस्यालाई बुझ्नु भनेको हो। तिमी सही छौ, कसैलाई चाहिँ उसको कुरामा उसले गरेको कुरालाई चाहिँ सही हो अथवा तिमी सही छौ, तिमीले बोलेको सही छ भन्नुपर्दा यु आर राइट, यु आर राइट, तिमी सही छौ, यु आर राइट। काने खुसी नगर, कसैले खास खास खुसखुस गरेको बेला काने खुसी भनिन्छ त्यसलाई। बिस्तारै कानमै गएर बोल्नु अथवा नजिकै भएर बोल्नु, बिस्तारै बोल्नु, अस्पष्ट सुनेको बेला त्यस्तो बेला चाहिँ काने खुसी नगर भनिन्छ। त्यसलाई चाहिँ इङ्ग्लिसमा भन्दा डोन्ट विस्पर, डोन्ट विस्पर, काने खुसी नगर। काने खुसी गर्नु नराम्रो बानी हो भन्नुपर्दा
Whispering is the bad habit. काने खुसी गर्नु नराम्रो बानी हो. Whispering is a bad habit. त्यो राम्रो बानी होइन. कसैले गरेको बानीलाई त्यो राम्रो बानी होइन, नगर भन्नुपर्दा that's not a good habit. हामीले प्रायः चाहिँ यो कसैको आदत लागेको छ अथवा चुरोट पिउँछ अथवा कुनै कुरा आफूलाई मन नपर्ने तर उसको बानी छ, त्यस्तो बेला that's not a good habit. त्यो राम्रो बानी होइन भनेर भन्न सकिन्छ. मलाई जान दिनुहोस्. हैन, कसैसँग कुरा भइरहेछ नजाऊ भनेको अवस्थामा अथवा रोकिरहेको अवस्थामा allow me to go. मलाई जान दिनुहोस् अथवा मलाई जान देऊ. Allow me to go. Allow me to go. मलाई मद्दत गर्न दिनुहोस्. Allow me to help you. कसैले चाहिँ ठुलो ब्याग समाइरहेछ अथवा कोहीले चाहिँ सहयोग चाहिरहेछ, त्यस्तो बेला चाहिँ आफूले मद्दत गर्न चाहने कुरालाई एक्सप्रेस गर्नलाई हामीले allow me to help you. Allow me to help you. म के मद्दत गर्न सक्छु भनेको हो. मलाई मद्दत गर्न दिनुहोस् है. यो रेस्टुरेन्ट भित्र धूम्रपान गर्न पाइँदैन भन्नुपर्दा smoking is not allowed in this restaurant. Smoking is not allowed in this restaurant. Smoking is not allowed in this restaurant. यो रेस्टुरेन्ट भित्र धूम्रपान गर्न पाइँदैन अथवा धूम्रपान गर्न मनाइ छ है. यस्तो बेला चाहिँ अब हामीले प्रोहिबिटेड भन्ने वर्ड पनि युज गर्छौं, तर यसमा अलाउड भनेको अनुमति दिनु हो, नट अलाउड भनेको अनुमति नदिनु अथवा गर्न नपाइनु. स्मोकिङ इज नट अलाउड इन दिस रेस्टुरेन्ट. हामी अहिले सुत्न जानुपर्छ. हामी अहिले सुत्न जानुपर्छ भन्नुपर्दा आई थिंक वी शुड गो टु स्लीप नाउ. हामी अहिले अब सुत्न जानुपर्छ भन्नु पर्यो भने आई थिंक वी शुड गो टु स्लीप नाउ. थिंक भनेको मेरो विचारमा अथवा आफ्नो थिंकिङ हैन, आफ्नो ओपिनियन चाहिँ एक्सप्रेस गरेको. आई थिंक वी शुड गो टु स्लीप नाउ. हामी अहिले सुत्न जानुपर्छ. यसरी चाहिँ हामी कुराकानी गर्न सक्छौं दैनिक कुराकानीमा. आजको यस कुराकानीलाई चाहिँ यहीँनेर अन्त्य गरौँ. पक्कै पनि यो भिडियो तपाईको लागि सहयोगी भयो होला भन्ने मैले विश्वास लिएको छु र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला. र यस्ता किसिमका भिडियोहरू उपलब्ध यस च्यानलमा सधैँभरि हुनेछन्. हामीले यस्ता किसिमका भिडियोहरू अझै धेरै अपलोड गर्ने कोसिस गर्नेछौँ. तपाईहरुलाई कस्तो किसिमको भिडियोहरू आवश्यक छ त्यो कमेन्टमा छोड्नु होला र त्यसलाई एड्रेस गर्ने कोसिस गर्नेछौँ. हस्त, धन्यवाद.